हेलो एभ्रिवान, आज मसँग टियुको क्वेसन पेपरहरू र त्यस्तै गरेर केही नोट्सहरू छ। आई होप एकदम हेल्पफुल हुनेछ हजुरहरूलाई। त्यही भएर कपी र पेन चाहिँ साथमा लिएर बस्नु होला है त। आई होप हजुरहरूको एक्जाम नजिकै आइसकेको छ होला र एक्जामको लागि प्रिपेयर गर्दै हुनुहुन्छ होला। र फर्स्टमै हजुरलाई भेरी भेरी बेस्ट अफ लक भन्न चाहन्छु है त। र यो चाहिँ 2082 सालको रेगुलरलाई सोधिएको प्रश्न हो। हजुरलाई थाहा नै होला 70 मार्क्स क्वेसन आउँछ र टाइम ड्युरेसन हजुरसँग 3 घन्टाको हुन्छ र क्वेसनहरू दुई ग्रुपमा बाँडिएको छ। ग्रुप ए जुन चाहिँ लङ क्वेसन आन्सर हुन्छ भने ग्रुप बी जुन चाहिँ सर्ट आन्सर क्वेसन हुन्छ। ग्रुप एमा तपाईँको रहेको छ दुईवटा क्वेसन्स एटेम्प्ट गर्नुपर्ने हुन्छ आउट अफ 3 हैन। दुईवटा क्वेसन अनि इच क्वेसनको मार्क्स हो 15 भनेपछि 30 मार्क्स चाहिँ तपाईँले स्कोर गर्नुहुन्छ ग्रुप एदेखि। त्यसै गरेर ग्रुप बीमा 4वटा प्रश्न एटेम्प्ट गर्नुपर्ने हुन्छ हजुरहरूले र इच क्वेसनको मार्क्स चाहिँ 10 हुने गर्छ र ग्रुप बीले क्यारी गर्छ 40 मार्क्स। र ग्रुप बीमा रहेको छ तपाईँको चाहिँ 6वटा क्वेसन हैन। 6वटा क्वेसनबाट हजुरहरूले एटेम्प्ट गर्नुपर्ने हुन्छ 4वटा क्वेसन्सहरू। क्वेसन नम्बर 1 हो, हाउ डु द बिल्डिङ ब्लक्स अफ सोसाइटी एफेक्ट ह्युमन लाइफ, डिस्क्राइब विथ एक्जाम्पल। समाज निर्माणका आधारहरूले मानव जीवनलाई कसरी प्रभाव पार्दछ, उदाहरणसहित व्याख्या गर्नुहोस् हैन। यो चाहिँ 1 नम्बरमा यहाँ छ। हाउ डु द बिल्डिङ ब्लक्स अफ सोसाइटी एफेक्ट ह्युमन लाइफ, डिस्क्राइब विथ एक्जाम्पल्स। समाज निर्माणका आधारहरू भनेको बिल्डिङ ब्लक्स अफ सोसाइटीहरू हुन्। सोसाइटीको थुप्रै बिल्डिङ ब्लक्सहरू हुन्छ, जस्तै सोसल इन्ट्रेक्सन, सोसल ग्रुप्स, त्यसै गरेर सोसल स्ट्याटस, त्यसै गरेर सोसल रोल। यो भनेको सोसाइटीको बिल्डिङ ब्लक्सहरू हो हैन। अनि यो बिल्डिङ ब्लक्सले ह्युमन लाइफलाई कसरी एफेक्ट गर्छ। सोसाइटी इज मेड अप अफ डिफ्रेन्ट एलिमेन्ट्स। दिज एलिमेन्ट्स आर कल्ड द बिल्डिङ ब्लक्स अफ सोसाइटी। दे आर द बेसिक युनिट्स विच हेल्प इन द फर्मेसन एन्ड फङ्सनिङ अफ सोसाइटी। अनि यही बेसिक युनिट हो सोसाइटीको र यही बेसिक युनिटले नै सोसाइटी फर्म गर्नको लागि र सोसाइटी राम्रोसँग फङ्सन गर्नको लागि आवश्यक पर्दछ। द मेन बिल्डिङ ब्लक्स अफ सोसाइटी आर सोसल इन्ट्रेक्सन, सोसल ग्रुप, सोसल स्ट्याटस एन्ड सोसल रोल। दिज बिल्डिङ ब्लक्स एफेक्ट आवर डेली लाइफ इन भेरियस वेज। यो जुन बिल्डिङ ब्लक्सहरू छ त्यसले कसरी चाहिँ हाम्रो सोसल लाइफमा, हाम्रो डेली लाइफमा चाहिँ असर गर्छ त्यसको बारेमा हेरौँ। पहिलो बिल्डिङ ब्लक्स रहेको छ सोसल इन्ट्रेक्सन। सोसल इन्ट्रेक्सन इज द प्रोसेस अफ म्युचुअल एक्सन एन्ड कम्युनिकेसन बिट्विन 2 or more पिपल। सोसल इन्ट्रेक्सन भनेको के भन्दा चाहिँ दुई वा दुईभन्दा बढी व्यक्ति बिचको म्युचुअल एक्सन र कम्युनिकेसन हो हैन। सोसल इन्ट्रेक्सन इज द फाउन्डेसन अफ अल सोसल रिलेसनसिप। थ्रु इन्ट्रेक्सन पिपल लर्न ल्याङ्ग्वेज, नर्म्स, भ्याल्युज, कल्चर एन्ड बिहेभियर। अनि यही सोसल इन्ट्रेक्सनले गर्दा नै हामीले भाषाहरू सिकिन्छ हैन, नर्म्सहरू सिकिन्छ, कुनै पनि कल्चरहरू सिकिन्छ र त्यसै गरेर ह्युमन बिहेभियर पनि सिकिन्छ। एक्जाम्पलको लागि अ चाइल्ड लर्न्स टु स्पिक एन्ड बिहेभ बाई इन्टरेक्टिङ विथ फ्यामिली मेम्बर्स हैन। एउटा बालक, एउटा बालिका, एउटा सानो बच्चाहरूले बोल्न कसरी सिक्छन् भन्दा चाहिँ फ्यामिली मेम्बरहरूसँग इन्टरेक्ट गर्ने क्रममा नै उनले भाषाले चाहिँ बोल्न सक्छिन्। नेक्स्ट बिल्डिङ ब्लक्स अफ सोसाइटी भनेको सोसल ग्रुप हो। सोसल ग्रुप कन्सिस्ट अफ 2 or more पिपल हु इन्टरेक्ट विथ इच अदर एन्ड सेयर कमन इन्ट्रेस्ट अर गोल हैन। सोसल ग्रुप भनेको पनि त्यो अघि इन्ट्रेक्सन नै हो, तर चाहिँ कमन गोल र कमन इन्ट्रेस्टहरू सेयर गर्छन्। एक्जाम्पलको लागि फ्यामिली, स्कुल अनि स्कुलको फ्रेन्ड्सहरू, स्पोर्ट्स टिम, वर्क ग्रुप हैन, कलिगहरू, कामसँगै गर्ने साथीहरू, यो भनेको सोसल ग्रुप हुन्। इट प्रोभाइड्स आइडेन्टिटी, सेक्युरिटी, कोअपरेसन, इमोसनल सपोर्ट हैन। रिसेन्टली जुन वर्ल्ड कप भएको थियो, हामी नेपाल वर्ल्ड कप नखेले पनि थुप्रै नेपालीहरूले थुप्रै देशहरूलाई सपोर्ट गर्नुभएको थियो हैन। किनभने त्यसले एउटा चाहिँ आइडेन्टिटी दिन्छ, त्यसले सेन्स अफ बिलोङ्गिङनेस दिन्छ हैन। अनि त्यसले गर्दा नै एकअर्का बिच सिमिलर टिमलाई सपोर्ट गर्ने ग्रुप बिच कोअपरेसन पनि बन्छ हैन। त्यसै गरेर फ्यामिली पनि एउटा सोसल ग्रुप हो। फ्यामिलीको कमन इन्ट्रेस्ट हुन्छ, फ्यामिलीको कमन गोल्स हुन्छ। त्यसै गरी स्पोर्ट्स टिम
हैन। स्पोर्ट्स टिम बीच पनि सोसल ग्रुप हुन्छ, त्यसले चाहिँ एउटा कमन इन्ट्रेस्ट दिएको हुन्छ र कमन गोल दिएको हुन्छ। त्यसै गरेर वर्क ग्रुप पनि हामी कुनै संस्थामा कार्यरत छौँ, काम गर्छौँ भने हाम्रो गोल कमन हुन्छ, हाम्रो इन्ट्रेस्टहरू पनि कमन हुन्छ र त्यसले चाहिँ हामीलाई एउटा सेन्स अफ एट्याचमेन्ट, सेन्स अफ बिलोङ्गिङनेस, सेन्स अफ पर्पस पनि प्रोभाइड गर्छ। ओके, यो सबै चाहिँ सोसल ग्रुप हुन्। त्यसै गरेर अर्को बिल्डिङ ब्लक्स अफ सोसाइटी भनेको सोसल स्ट्याटस हो। सोसल स्ट्याटस इज द पोजिसन द्याट अ पर्सन अकुपाइज इन अ सोसाइटी अर ग्रुप। अब कुनै पनि सोसाइटीभित्र इन्डिभिजुअलले, ग्रुप अफ इन्डिभिजुअलले हैन एउटा पोजिसन प्राप्त गर्छ हैन। अनि त्यही पोजिसनले गर्दा के डिटरमाइन गर्छ भन्दा उसले कतिको रेस्पेक्ट पाउँछ र त्यहीसँग जोडेको उसको राइट्सहरू, उसको ड्युटिजहरू नै सोसल स्ट्याटस हो। इक्जाम्पलको लागि एउटा बच्चा कुनै पनि घरमा लिइसकेपछि पुरै रोलहरू उसले एक्ट गर्नुपर्ने हुन्छ हैन। सबै चाहिँ उसको सोसल स्ट्याटसहरू हो। इट डिटरमाइन्स द रेस्पेक्ट, राइट्स एन्ड ड्युटिज अफ अ पर्सन। स्ट्याटस क्यान बी एस्क्राइब्ड बाई बर्थ अर एचिभड बाई फोर्थ। अब कुनै पनि स्ट्याटस भनेको बर्थबाट पाइन्छ। इक्जाम्पलको लागि सन हैन, सन छ भने ऊ जन्मिने बित्तिकै कसैको छोरा भएर जन्मिन्छ भने ऊ चाहिँ त्यो एस्क्राइब्ड स्ट्याटस भयो। अब एचिभ स्ट्याटस भनेको डक्टर बन्नको लागि कुनैले आफ्नो फुल इफोर्ट लाउनु पऱ्यो हैन, पढ्नु पऱ्यो। सोसल स्ट्याटस पनि एउटा बिल्डिङ ब्लक्स हो जुन चाहिँ एस्क्राइब्ड हुन्छ हैन, जुन चाहिँ बाई बर्थ हुन्छ वा बाई इफोर्ट पनि हुनसक्छ। सिमिलरली नेक्स्ट बिल्डिङ ब्लक्स अफ सोसाइटी भनेको सोसल रोल हो। सोसल रोल इज द एक्सपेक्टेड बिहेभियर एसोसिएटेड विथ अ पर्टिकुलर स्ट्याटस हैन। अब उसको स्ट्याटस भनेको स्टुडेन्ट हो, टिचर हो, डक्टर हो, यही स्ट्याटससँग हामीले के एक्सपेक्ट गरिन्छ भन्दा सर्टेन बिहेभियरहरू एक्सपेक्ट गरिन्छ र त्यही बानी बेहोरा, त्यही उसको बिहेभियर नै सोसल रोल हो। अब हामीले टिचरबाट के एक्सपेक्ट गरिन्छ? वी एक्सपेक्ट टिचर टु टिच स्टुडेन्ट्स, इजन्ट इट हैन। हामीले टिचरबाट के एक्सपेक्ट गर्छौँ भन्दा चाहिँ हाम्रो कोर्सहरू पुरै टाइममा कम्प्लिट होस् हैन। त्यसै गरेर चाहिँ हामीलाई चाहिँ राम्रोसँग बुझिने तरिकाले पढाइदिनुहोस्। यस्तै कुराहरू नै हामी टिचरबाट एक्सपेक्ट गर्छौँ। त्यसै गरेर फादरबाट हामीले के सोसल रोल एक्सपेक्ट गर्छौँ भन्दा फ्यामिलीलाई सपोर्ट गर्ने। फादरबाट मात्रै होइन, हामीले चाहिँ फ्यामिलीको इच एन्ड एभ्री मेम्बरबाट अर्को फ्यामिली मेम्बरलाई सपोर्ट होस् हैन, इमोसनल सपोर्ट, फाइनेन्सियल सपोर्ट हैन, बन्डिङहरू कुरा चाहिँ हामीले एक्सपेक्ट गर्छौँ र त्यो हुने सोसल रोल हो। ओके, thus the building blocks of society play a very important role in shaping human life. They help in socialization, maintain social order and make our life meaningful. Without these building blocks, society cannot exist and human life become difficult. अब यो जुन बिल्डिङ ब्लक छ त्यो बिल्डिङ ब्लक्सले हाम्रो सोसाइटी फर्म हुनको लागि एकदम इम्पोर्टेन्ट रोल प्ले गरिरहेको हुन्छ हैन। यसले हामीहरूलाई सोसलाइजेसन हुनको लागि मद्दत गर्छ, यसले समाजमा सोसल अर्डर मेन्टेन गर्नको लागि मद्दत गर्छ। त्यसै गरी हाम्रो लाइफलाई पनि एउटा समहाउ यसले मिनिङ पनि प्रोभाइड गरिरहेको हुन्छ क्या। विदाउट दिज बिल्डिङ ब्लक्स सोसाइटी क्यानट एक्जिस्ट एन्ड ह्युमन लाइफ बिकम डिफिकल्ट। र सोसाइटी कम्प्लिट हुने भनेको यिनै बिल्डिङ ब्लक्सहरूले हो। यही त्यो हाम्रो चाहिँ बिल्डिङ ब्लक्स अफ सोसाइटीले कसरी चाहिँ ह्युमन लाइफलाई एफेक्ट गर्छ भन्ने प्रश्नको उत्तर हैन। यहाँ चाहिँ एकदम सिम्पली, एकदम सरल भाषामा चाहिँ लेखिएको छ अनि कम्प्लेक्स नबनाउनु कोसिस गरेर चाहिँ लेखिएको छ। हजुरले चाहिँ यो पोइन्ट्सहरू याद गर्नुपर्ने हुन्छ। सोसल इन्ट्र्याक्सन, सोसल ग्रुप, सोसल स्ट्याटस, सोसल रोल हैन, यति चाहिँ हजुरहरूले याद गर्नुपर्ने हुन्छ पोइन्ट्सहरू। यसलाई पनि डिस्क्राइब गर्नुपर्ने हुन्छ। यो त थियो 15 मार्क्समा सोधिने क्वेसन्स। एक्जाममा चाहिँ योभन्दा थोरै लामो लेख्नु होला, 1 पेज र आधी पेज, 1.5 पेज जति लेख्नुभयो भने हैन एप्रोप्रिएट हुन्छ। 1.5 पेज 2 पेजसम्म। अब यो त थियो क्वेसन नम्बर 1 को आन्सर हैन। त्यसै गरेर मसँग छ क्वेसन नम्बर 2, सोसल स्ट्राटिफिकेसन।